सबैको सम्पूर्णमा जय मसिह। सुरु गर्न गइरहेको छु र आजको प्रेजेन्टेसन मेरो टपिक रहेको छ मानव सीमितता र परमेश्वरको भय। अनि यसमा चाहिँ हामीले रूपरेखा चाहिँ यस प्रकारको रहेको छ। मानव सीमितताको प्रकृति, परमेश्वरको भय एक पवित्र श्रद्धा, ऐतिहासिक र दार्शनिक पृष्ठभूमि, पाप र मानव असमर्थता, बाइबलीय आधार, पुरानो नियम र नयाँ नियम, आधुनिक युगमा मानव घमण्ड र यसको चुनौती, हालको मण्डलीले गर्नुपर्ने प्रयोग, सुझाव, निष्कर्ष रहेको छ। र परिचयमा हेर्नुपर्दा मानव सीमितता भन्नाले मानव अस्तित्व, क्षमता र ज्ञानमा रहेको अपूर्णतालाई जनाउँदछ। मानिस सृष्टिको एक महत्त्वपूर्ण भाग भए तापनि मानिस चाहिँ सर्वशक्तिमान अथवा सर्वव्यापी छैन। मानिसले धेरै कुराहरूको नियन्त्रण चाहिँ गर्न सक्दैन, जस्तै जन्म, मृत्यु र भविष्यका कुराहरू र प्राकृतिक कुरा नियन्त्रण गर्ने कुराहरू चाहिँ मानिसको हातमा चाहिँ हुँदैन। अनि यस कारणले चाहिँ मानिसको जीवन चाहिँ सीमितताभित्र रहेको अनि हुन्छ। अनि परमेश्वरको भय भनेको चाहिँ सामान्य डर, त्रास जस्तो कुरा होइन, जुन चाहिँ अब केही गल्ती गर्दाखेरि सजाय पाइन्छ भन्ने डरले चाहिँ परमेश्वरको भय हुँदैन। तर यसको वास्तविक अर्थ चाहिँ परमेश्वरप्रतिको गहिरो श्रद्धा, सम्मान र आदर सँगै उहाँको भक्ति पनि हो। अनि जब मानिसले चाहिँ परमेश्वरको महानता, पवित्रता र उहाँको प्रेम र उहाँको न्यायलाई बुझ्दछ, तब चाहिँ स्वाभाविक रूपमा चाहिँ उसको जीवनमा चाहिँ परमेश्वरको भय उत्पन्न हुन्छ। र यो भयले मानिसलाई परमेश्वरको इच्छा अनुसार चल्नलाई र उहाँको इच्छा अनुसार जीवन जिउनलाई चाहिँ प्रेरित गर्दछ। यस अनुसन्धानको उद्देश्य चाहिँ मानव सीमितता र परमेश्वरको असीमितता बीचको भिन्नता सम्बन्धलाई बुझाउनु हो। अनि आधुनिक वा वर्तमान समाजमा चाहिँ मानिसले चाहिँ विज्ञान, प्रविधि र धेरै उपलब्धिहरूको कारण चाहिँ अनि आफूलाई चाहिँ एउटा केन्द्रमा, आफूलाई चाहिँ प्रकारको केन्द्रित बनाएको, अनि आफूलाई चाहिँ एउटा ठिक अलिकति ठुलो शक्तिशाली ठानिएको चाहिँ अनि त्यस्तो चाहिँ अनि देखिँदछ। तर वास्तवमा चाहिँ जतिसुकै वैज्ञानिक कुराहरू भए तापनि, आधुनिक समयमा जस्तो कुराहरू निस्के तापनि चाहिँ मानिस चाहिँ उस सीमितताभित्र नै हुँदछ र उसले चाहिँ मानिसले चाहिँ सबै कुरा गर्न सक्दैन र सबै कुरा चाहिँ अनि मानिसले जान्न सक्दैन र जीवनका धेरै कुराहरू चाहिँ मानिसको नियन्त्रणमा हुँदैन। त्यसैले चाहिँ मानिसले चाहिँ परमेश्वर असीमितता हुनुहुन्छ भनेर चाहिँ असीमित परमेश्वरलाई चाहिँ बिर्सनु हुँदैन भनेर यहाँ देखिन्छ। र परमेश्वरको भय भन्ने चाहिँ डर होइन, तर उहाँप्रतिको आदर, सम्मान र आज्ञा पालन हो। यसकारण आज पनि परमेश्वरको भय धेरै नै महत्त्वपूर्ण छ, किनकि यसले चाहिँ मानिसलाई चाहिँ परमेश्वरको अथवा सही मार्गमा हिँड्नलाई चाहिँ मद्दत गर्दछ। अनि यस अध्ययनको अनि त्यसपछि चाहिँ अनि मानिसले चाहिँ माफ गर्नुहोला, अनि हामी दोस्रो उसमा जानेछौँ मानव सीमितताको प्रकृति। अनि मानव सीमितता चाहिँ बहुआयामिक छ, जस भन्नाले चाहिँ मानिसको सीमितता केवल शरीरमा मात्र नभए चाहिँ मानसिक, भावनात्मक र आत्मिक पक्षहरूमा पनि देखिन्छ। त्यसैले चाहिँ मानवको सीमितता चाहिँ बहुआयामिक छ। अनि मानिस रोग, पीडा, थकान र अन्ततः मृत्युबाट पनि बच्न सक्दैन। अनि यसको कुराबाट चाहिँ हामी के थाहा गर्न सक्छौँ भने चाहिँ मानिसको शरीर कमजोर छ र यो चाहिँ अस्थायी छ भनेर चाहिँ हामी यसबाट बुझ्न सक्दछौँ। र चाहे जतिसुकै आधुनिक समयमा चाहिँ जतिसुकै राम्रो उपचारको कुराहरू बढेर राम्रो भए तापनि, असल औपचारिक कुराहरू भए तापनि मानिस चाहिँ कुनै पनि प्रकारले चाहिँ अमर बन्न सक्दैन। अनि यसले देखाउँछ कि मानिसको शरीर चाहिँ अस्थायी छ र बौद्धिक रूपमा पनि मानिस चाहिँ सीमितता छ, किनकि मानिसले चाहिँ अनुसन्धान अनि अध्ययन र व्यक्तिगत अनुभवहरूबाट धेरै कुराहरू हासिल गरे तापनि, धेरै ज्ञानहरू हासिल गरे तापनि मानिस चाहिँ धेरै कुरामा अज्ञात छन् र मानिसले धेरै ज्ञानहरू प्राप्त गर्न चाहिँ सक्दछन्, तर सबै कुरा चाहिँ जान्न सक्दैनन्। मानिसको सोचाइ अनि कहिलेकाहीँ गलत हुन सक्छ, उनीहरूको प्रयास, निर्णयहरू असफल हुन सक्छ र ज्ञान चाहिँ अपुरो हुन सक्छ। यसकारणले मानिस सीमितताभित्र रहेको छ। अनि मानिस आत्मिक रूपमा अझै गहिरो रूपमा सीमित छ। अनि जब मानिस परमेश्वरसँगको सम्बन्धमा टाढा हुन्छ तब ऊ चाहिँ आत्मिक रूपमा चाहिँ कमजोर हुन्छ र जब ऊ आत्मिक रूपमा कमजोर हुन्छ तब चाहिँ मानिस चाहिँ
शान्तिको खोजीमा चाहिँ हिट भौतारिन्छ। अनि यसका साथै मानिस चाहिँ समय, स्थान र परिस्थितिहरूमा पनि सीमित छ, किनकि मानिस विगतमा फर्कन सक्दैन, भविष्यलाई पूर्ण रूपमा जान्न सक्दैन र वर्तमानलाई पूर्ण रूपमा नियन्त्रण गर्न सक्दैन। मानिस एकै समयमा एकै ठाउँमा मात्र उपस्थित हुन सक्दछ। यस कारणले चाहिँ यस कुराहरूले चाहिँ यो पक्षहरूले चाहिँ स्पष्ट रूपमा बताउँदछ कि मानिस चाहिँ पूर्ण होइन तर सीमित प्राणी हो। अनि दोस्रो कुरामा हामी जानेछौँ परमेश्वरको तेस्रो, परमेश्वरको भय एक पवित्र श्रद्धा। अनि परमेश्वरको भय भन्नाले चाहिँ धेरै मानिसले केवल डर वा त्रासको रूपमा बुझ्ने गर्छन्, तर यसको साँचो अर्थ चाहिँ यो होइन। यसको साँचो अर्थ अथवा परमेश्वरको भय भनेको चाहिँ प्रेम, आदर र गहिरो श्रद्धासँग जोडिएको आध्यात्मिक अनुभव हो। जब मानिसले चाहिँ सृष्टिकर्ता परमेश्वर सर्वशक्तिमान र न्यायिक रूपमा परमेश्वरलाई चिन्छ र जब मानिसले चाहिँ परमेश्वरको महानतालाई चाहिँ महसुस गर्दछ, तब चाहिँ उसको हृदयमा चाहिँ स्वाभाविक रूपमा निस्किने श्रद्धा चाहिँ अनि पवित्र श्रद्धा चाहिँ परमेश्वरको भय हो र यही अनुभूतिलाई नै परमेश्वरको भय मान्नु भनिन्छ। यस कारणले यस परमेश्वरको भयले चाहिँ मानिसलाई चाहिँ कुनै पनि रूपमा कमजोर बनाउने होइन, तर परमेश्वरको भयले चाहिँ मानिसलाई नम्र बनाउँदछ। अनि यसमा नम्र बनाउँदछ। अनि यसले मानिसलाई आफू सीमितता छ र अनि परमेश्वरमा चाहिँ असीमित परमेश्वरमा चाहिँ निर्भर हुनुपर्दछ भन्ने कुरा चाहिँ बुझाउँदछ। अनि यसले मानिसको जीवन अनि परमेश्वरको भयले चाहिँ मानिसको जीवनमा सही दृष्टिकोण ल्याउँदछ र घमण्डबाट टाढा राख्दछ। अनि परमेश्वरको भयले चाहिँ अन्त्यमा परमेश्वरको भयले चाहिँ अनि नैतिकता, सत्यता र धार्मिक जीवनको आधार निर्माण गर्दछ। अनि हामी हेर्दछौँ भने परमेश्वरको भयले चाहिँ कस्तो हाम्रो जीवनमा चाहिँ कस्तो प्रभाव पार्दछ भन्दाखेरि चाहिँ परमेश्वरको भयले चाहिँ मानिसलाई चाहिँ अनुशासनमा राख्दछ अनि उहाँको इच्छा अनुसार चल्नलाई चाहिँ प्रेरित गर्दछ। अनि जब मानिसले चाहिँ परमेश्वरलाई प्रेम गर्छ, तब चाहिँ उहाँको इच्छा अनुसार हिँड्नलाई चाहिँ आफ्नो हृदयबाट चाहिँ आफै आफ चाहिँ त्यो कुराहरू चाहिँ अनि उत्पन्न हुँदछ। अनि त्यसपछि परमेश्वरको भय उत्पन्न भएपछि चाहिँ मानिसले आफ्नो इच्छा अनुसार होइन, तर परमेश्वरको इच्छा अनुसार हिँड्नलाई चाहिँ अनि आफ्नो सो इच्छाले चाहिँ हिँड्दछ। र हामी ऐतिहासिक र दार्शनिक पृष्ठभूमिलाई हेर्नेछौँ। अनि यसमा चाहिँ मानव इतिहासमा देखा परेको तथ्य अथवा घटनाहरू अनि यो छ कि मानिसले चाहिँ बारम्बार चाहिँ आफ्नो सीमालाई चाहिँ धेरै पटक चाहिँ नाप्न खोजेका छन्। जस्तै हामी बाइबलमा हेर्न सक्छौँ उत्पत्तिको 11 अध्यायमा जुन चाहिँ बाबुलको धरहराको विषयमा छ। अनि त्योमा चाहिँ मानिसहरूले चाहिँ आफ्नो सीमिततालाई नाप्न खोजेर चाहिँ स्वर्गसम्म पुग्नको निम्ति चाहिँ बाटो तयार गर्न खोजेको हुन्छ र उनीहरूले चाहिँ स्वर्गसम्म पुग्न सक्छु भनेर चाहिँ प्रयास गरेको हुन्छ। तर यसले चाहिँ उनीहरूको घमण्ड र आत्मनिर्भरतालाई अनि प्रकट गर्दछ। तर जब यो कुरा चाहिँ परमेश्वरको इच्छा विपरीत भइरहेको देख्नुभयो, तब चाहिँ उहाँले चाहिँ तिनीहरूको योजनालाई चाहिँ विफल पार्नु भएको थियो। अनि यो घटनाले चाहिँ हामीलाई स्पष्ट रूपमा यो देखाउँछ कि मानिस आफ्नै शक्ति र योजनाले मात्र अनि आफ्नो सीमालाई नाप्न खोज्दा चाहिँ अनि अवश्य नै असफलताको अनुभव गर्नु चाहिँ निश्चित हुन्छ भनेर चाहिँ हामी देख्न सक्दछौँ। अनि दार्शनिक दृष्टिले हेर्दाखेरि पनि मानिसले चाहिँ धेरै पटक चाहिँ आफूलाई चाहिँ केन्द्रमा राखेको अनि प्रवृत्ति देखिन्छ, अथवा मानिसले चाहिँ धेरै जस्तो चाहिँ आफैलाई महत्त्वपूर्ण ठानेको र पहिले आफ्नो निम्ति चाहिँ सबै कुरा पहिले सोच्ने गरेको चाहिँ हामी देख्न सक्दछौँ। र साथै मानववादले पनि मानिसलाई चाहिँ सर्वोच्च ठान्ने र आफ्नो ज्ञान, शक्ति र न्यायलाई परमेश्वर भन्दा माथि राख्ने चाहिँ अनि प्रयास गर्दछ। यसले केही सकारात्मक कुराहरू पनि लिएर आएका छन्, जस्तै दिन सकेका छन्, जस्तै वैज्ञानिक खोजहरू हुन सक्छ, कलाहरू र मानव अधिकारको विकासहरू हुन सक्छन्। तर जब पूर्ण रूपमा परमेश्वरलाई चाहिँ हटाइन्छ, तब चाहिँ मानिसमा घमण्डहरू आउँदछ, आत्मनिर्भरताहरू हुँदछ र तिनीहरूमा चाहिँ नैतिक पतन हुँदछ। आत्मनिर्भरता भन्नाले चाहिँ आफैमा भर पर्नु अथवा आफैले केही काम गरेर चाहिँ आफै काम गरेर चाहिँ आफ्नो आवश्यकता पूरा गर्नु खोज्नु, आफ्नो आवश्यकतालाई पूरा गर्न खोज्नुलाई आत्मनिर्भरता भनिन्छ। र
यस्तो अवस्था यदि मानवमा त्यस्तो घमण्ड र आत्मनिर्भरता आयो भने चाहिँ घमण्ड आउँछ र घमण्डले चाहिँ मानिसलाई पतन लिएर आउँछ भनेर चाहिँ अनि यहाँ भन्दछ। र मानव इतिहासले यो बारम्बार देखाएको छ कि जब मानिसले परमेश्वरलाई व्यवस्था गर्छ तब उनीहरूको समाज र व्यक्तिगत जीवन चाहिँ सङ्घर्षमा पर्दछ। अनि बाइबलले यस विषयमा र हामी हेर्नु पर्दा चाहिँ बाइबलले चाहिँ यस विषयमा चाहिँ सधैँ चाहिँ नम्र र आत्म स्वीकारोक्त भएर अनि स्वीकारोक्त भएर जीवन जिउनलाई चाहिँ सिकाउँदछ अथवा आफूलाई स्वीकार गर्ने र आफ्नो कमजोरी र अनि सत्यतालाई चाहिँ स्वीकार गर्न चाहिँ सिकाउँछ। मानिसले आफ्नो सीमितता बुझ्नुपर्छ र परमेश्वरमा भय पर्नुपर्छ। अनि हितोपदेश 19:21 भनिएको छ कि मानिसको हृदयमा चाहिँ धेरै योजनाहरू हुन्छन् तर परमप्रभुकै उद्देश्य विजयी रहन्छ भनेर चाहिँ यहाँ भनिएको छ कि धेरै मान्छेहरूले योजना बनाउँछन् तब यदि त्यो योजना चाहिँ परमेश्वरको इच्छासँग मिल्दैन भने चाहिँ त्यो योजना चाहिँ विफल हुँदछ भनेर चाहिँ भन्दछ। र यसले चाहिँ देखाउँछ कि मानव अनि प्रयासले चाहिँ सफलता चाहिँ सुनिश्चित हुँदैन तर परमेश्वरको भय राख्दा नै वास्तविक स्थिरता शान्ति र मार्गदर्शन प्राप्त हुँदछ। ऐतिहासिक अनि र दार्शनिक पृष्ठभूमि दुवैले चाहिँ यो सन्देश चाहिँ बारम्बार दोहोऱ्याउँछन् कि जब मानिसले परमेश्वरलाई बिर्सन्छ तब पतन चाहिँ अवश्य हुन्छ र जब उनीहरूले आफ्नो सीमालाई स्वीकार गर्छन् तब उनको जीवनमा चाहिँ वास्तविक ज्ञान न्याय र स्थिरता आउँदछ। हामी पाप र मानवको असमर्थतालाई हेर्नेछौँ र यसमा चाहिँ मानव सीमितताको कारण मध्ये एक चाहिँ एउटा चाहिँ पाप हो। अनि मानिसले चाहिँ आफ्नो पाप चाहिँ मानिसको स्वभावमा पर्छ जसले गर्दा चाहिँ मानिसलाई चाहिँ सही र गलत निर्णय छुट्याउन चाहिँ गाह्रो हुन्छ। अनि प्राय जसको मानिसले चाहिँ राम्रो काम गर्न चाहन्छ तर पापको प्रभावको कारणले चाहिँ अनि गलत मार्ग अपनाउँदछ। यो केवल व्यक्तिगत जीवनमा मात्र होइन तर सामाजिक सम्बन्ध र समुदायमा पनि असर पुर्याउँदछ। अनि पापले मानिसको इच्छा शक्तिलाई कमजोर बनाउँछ र मानिसले चाहिँ आफैले चाहिँ सही निर्णय लिन सक्दैन। तर जब चाहिँ उनीहरूले निर्णय लिँदछन् तब चाहिँ उनीहरूको निर्णय चाहिँ आफू केन्द्रित स्वार्थ र लालसामा केन्द्रित हुँदछ। अनि यसले चाहिँ पारिवारिक सामाजिक र आध्यात्मिक सम्बन्धहरूमा पनि दरार ल्याउँदछ। अनि मानिसहरूले धेरै प्रयास गरे तापनि पूर्ण रूपले चाहिँ धार्मिकता आफै प्राप्त गर्नलाई चाहिँ समर्थ छैन। उनीहरू चाहिँ धार्मिकता आफै प्रकट गर्नको निम्ति चाहिँ मानिस चाहिँ असमर्थ छ। यही कारणले चाहिँ मानव सीमितता स्पष्ट हुन्छ कि व्यक्तिगत प्रयासले र साँचो परिवर्तन सम्भव हुँदैन भनेर चाहिँ हामी यसमा हेर्न सक्छौँ। र मानवले असमर्थताको सामना गर्दाखेरि चाहिँ अनि मानिसप्रति चाहिँ परमेश्वरको कृपा चाहिँ अपरिहार्य हुन्छ अथवा मानिस कमजोर हुँदा चाहिँ परमेश्वरको कृपा चाहिँ अत्यन्त मानवलाई आवश्यकता हुन्छ। र बिना परमेश्वरको सहायताले चाहिँ मानिस जीवनमा स्थायी सुधार साँचो परिवर्तन साँचो न्याय र आध्यात्मिक उन्नति चाहिँ मानिसले हासिल गर्न सक्दैनन्। अनि पापले चाहिँ मानिसलाई परमेश्वरबाट टाढा गर्छ तर परमेश्वरको प्रेमले कृपाले र उहाँको मार्गदर्शनले चाहिँ मानिसलाई पुनः फेरि परमेश्वरसँग नजिक ल्याउँदछ। यसरी पापले मानव जीवनमा चाहिँ पापले चाहिँ कमजोरी र अवरोधहरू ल्याउँदछ तर परमेश्वरको शक्ति र कृपाले मानिसको सीमिततालाई अवसरको रूपमा चाहिँ परिवर्तन गर्न सक्छ। अनि यसले देखाउँछ कि मानव सीमितता केवल असफलता होइन तर परमेश्वरप्रति निर्भर भएर आत्मिक विश्वास गर्ने विकास गर्ने चाहिँ एउटा अवसर हो। जब मानिसले आफ्नो कमजोरी स्वीकार्छ र परमेश्वरको कृपामा भरोसा राख्छ तब उसले चाहिँ पापबाट मुक्ति र साँचो परिवर्तनको अनुभव गर्न सक्दछ। हामी यसले मानव सीमितता र परमेश्वरको भएको विषयमा चाहिँ हामी बाइबलीय आधारलाई हामी हेर्नेछौँ। पुरानो नियम र नयाँ नियममा हेर्नु पर्दाखेरि पहिले हामी पुरानो नियमलाई हेर्नेछौँ र पुरानो नियमले चाहिँ मानवको सीमितता र परमेश्वरको भयलाई चाहिँ अनि बारम्बार त्यसको महत्वलाई चाहिँ बारम्बार देखाएको छ। अनि हामी अयुबको जीवनमा पनि देख्न सक्छौँ कि जब अयुबले चाहिँ आफ्नो जीवनमा चाहिँ ठुलो पीडाहरू भोग्छ तब चाहिँ उनले चाहिँ परमेश्वरको महानतालाई स्वीकार गरेको हामी पाउँदछन् र उनले बुझेका थिए कि मानिसले चाहिँ संसारका सबै रहस्यहरू र घटनाहरू चाहिँ मानिसले चाहिँ पूर्ण रूपमा बुझ्न सक्दैनन्।
बुझ्न सक्दैनन् भन्ने चाहिँ उनले बुझेका थिए र अयुबको अनुभवले यो देखाउँछ कि मानिस आफ्नै शक्ति र ज्ञानमा निर्भर भएमा चाहिँ असफल हुने सम्भावना हुँदछ। तर जब परमेश्वरमा भर पर्छ, तब परमेश्वरमा जब भरोसा गर्छ, तब चाहिँ उनले चाहिँ बल र शान्ति पाउँदछ भनेर चाहिँ यसमा देख्न सक्छौँ। र हामी मूसाको जीवनलाई पनि हेर्न सक्छौँ। जब मूसाले चाहिँ आफ्नो जीवनमा चाहिँ ठुलो जिम्मेवारी पाउँछ, परमेश्वरले चाहिँ दिनुहुन्छ, तब चाहिँ मूसाले चाहिँ आफूलाई चाहिँ अयोग्य ठान्छन्। तर परमेश्वरले चाहिँ उनलाई इजरायलीहरूलाई दासत्वबाट छुटकारा दिने कार्यको निम्ति चाहिँ उहाँले प्रयोग गर्नुभएको थियो। अनि यसले स्पष्ट देखाउँदछ कि परमेश्वरले सीमित मानिसहरूलाई आफ्नो उद्देश्य पूरा गर्नको निम्ति चाहिँ सक्षम बनाउनुहुन्छ भनेर चाहिँ यसबाट चाहिँ हामी देख्न सक्छौँ। र मानिसका कमजोरीहरूले परमेश्वरको काम रोक्न सक्दैन भनेर पनि हेर्न सक्छौँ कि मानिसको कमजोरीहरूले चाहिँ परमेश्वरको कामलाई रोक्न सक्दैनन्, बरु तिनीहरूको कमजोरीलाई नै उहाँले चाहिँ आफ्नो शक्ति र योजना तिनीहरूको कमजोरीमा नै देखाउनुहुन्छ भनेर चाहिँ हामी यसमा देख्न सक्छौँ। र सोलोमनको विषयमा पनि हामी हेर्न सक्छौँ कि सोलोमनले चाहिँ आफ्नो जीवनको अन्तिम समयमा चाहिँ एउटा निष्कर्ष निकाल्नु भयो कि उहाँले भन्नुभयो कि परमप्रभुको भय नै ज्ञानको सुरुवात हो भनेर चाहिँ भन्नुभएको थियो। र हितोपदेश र भजन सङ्ग्रहमा पनि यी कुराहरूलाई चाहिँ बारम्बार जोडिएको अथवा जोड दिएको हामी पाउन सक्छौँ कि मानिसले आफ्नो सीमिततालाई स्वीकार गर्नुपर्छ, नम्र रहनुपर्छ र परमेश्वरको मार्गमा चल्नुपर्छ। यदि मानिसले परमेश्वरको आज्ञालाई पालना गर्न असफल भयो भने मानिसको प्रयास अपुरो र असफल हुँदछ भनेर हामी पुरानो नियममा मानवको सीमितता र परमेश्वरको भयको महत्त्वलाई हेर्न सक्छौँ। भने हामी नयाँ नियममा हामी हेर्न सक्छौँ कि नयाँ नियममा चाहिँ येशू ख्रीष्टले चाहिँ मानिसलाई चाहिँ नम्रता र सेवाको जीवन जिउनलाई चाहिँ स्पष्ट रूपमा सिकाउनु भएको छ। उहाँले देखाउनु भयो कि साँचो महानता चाहिँ धन शक्ति वा पदमा होइन, तर अरूको सेवा गर्ने हृदयमा हुन्छ भनेर चाहिँ उहाँले सिकाउनु भएको छ। र उहाँ आफैले पनि सेवकको रूपमा चाहिँ आफ्नो जीवन चाहिँ सुम्पिनु भएको छ, सेवक भएर चाहिँ आफ्नो जीवन चाहिँ बिताउनु भएको छ। उहाँले बिमारीहरूलाई निको पार्नु भएको थियो, अनि गरिबहरूलाई मद्दत गर्नुभएको थियो, र आफ्नो चेलाहरूलाई प्रेम र क्षमाको शिक्षा दिनुभएको थियो। र उहाँको जीवनले यो देखाउँदछ कि यदि हामी कोही परमेश्वरको राज्यमा ठुलो बन्न चाहन्छ भने चाहिँ उनले चाहिँ अरूको सेवा गर्नलाई चाहिँ सिक्नु पर्दछ भनेर चाहिँ अनि यहाँ पुरानो नयाँ करारले देखाउँदछ। र प्रेरित पावलले पनि आफ्नो जीवनमा कमजोरी र दुःखको दुःख र सङ्घर्षको अनुभव गरेका थिए र उनले स्वीकार गरेका थिए कि मानिस चाहिँ आफैमा पूर्ण छैन, तर परमेश्वरको कृपाले नै बलियो बनाएका छन् भनेर चाहिँ उनले सिकाएका थिए। अनि उनले चाहिँ भनेका थिए कि परमेश्वरको शक्ति चाहिँ मानिसको कमजोरीमा पूर्ण हुन्छ भनेर चाहिँ उनले स्वीकार गरेका थिए। र परमेश्वरमा भरोसा राख्दा चाहिँ मानिसले चाहिँ आत्मिक शान्ति र अर्थपूर्ण जीवन पाउँदछ भनेर चाहिँ उनले निकालेका थिए। र आधुनिक युगमा मानव घमण्ड र यसको चुनौतीको विषयमा हामी हेर्नु पर्दाखेरि चाहिँ आधुनिक युगमा चाहिँ विज्ञान र प्राविधिक कुराहरू चाहिँ धेरै प्रकारले बढिरहेको, ठुलो प्रगति गरेको हामी देख्न सक्दछौँ। यसले चाहिँ धेरै कुरालाई सजिलो बनाए तापनि यसले चाहिँ मानवमा घमण्डहरू पनि बढाएका छन् र मानिसहरूले सोच्न थालेका छन् कि ती कुराहरू भएपछि हामीलाई चाहिँ परमेश्वरको आवश्यकता छैन भनेर चाहिँ मानिसले सोच्न थालेका छन्। तर यसले चाहिँ बाहिरी रूपमा मात्र सफलता दिँदछ, तर जब हामी आत्मिक र भित्रीपनमा हेर्दछौँ भने चाहिँ तिनीहरूको मानिसभित्र चाहिँ खालीपन, तनाव र असन्तुष्टिको अनुभव गरेको हामी देख्न सक्दछौँ। यी समस्याहरूले चाहिँ मानिसमा यस्तो भ्रम पैदा गरिदिएको छ कि ऊ चाहिँ प्रकृतिको नियमभन्दा माथि छ र उसलाई कुनै कुरा आध्यात्मिक कुरा अथवा आध्यात्मिक शक्तिहरूको चाहिँ आवश्यकता छैन भनेर चाहिँ मानिसले सोच्न थालेको छ। र यो चाहिँ अहिले चाहिँ ती मानिसहरूको जीवन अथवा घमण्डको कारणले चाहिँ एउटा भावना मात्र नभएर चाहिँ जीवनशैलीमा पनि परिणत भएको हामी देख्न सक्दछौँ। यसले चाहिँ मानिसभित्रको विनम्रता, करुणा र मानवीय गुणहरू जस्ता कुराहरूलाई चाहिँ नष्ट पार्दै लैजान्छ
भनेर चाहिँ हामी देख्न सक्छौँ। र यसका प्रमुख चुनौतीहरू चाहिँ आध्यात्मिक शून्यता र मानसिक तनावलाई हामी हेर्न सक्छौँ। अनि यो समयमा प्रगति धेरै भए तापनि शिक्षाको कुराहरू प्रवृत्तिको कुराहरू चाहिँ धेरै बढेको भए पनि मानिस चाहिँ भित्री रूपमा अशान्ति र चिन्तित हुन्छ। र मुख्य कारण चाहिँ परमेश्वरलाई बिर्सेर चाहिँ उनीहरूले चाहिँ आफूलाई चाहिँ केन्द्रमा राखेको हामी पाउन सक्दछौँ। अनि त्यसपछि उनीहरूले सोच्न थाल्छन् कि उसले चाहिँ म चाहिँ सबै थोक्नु भनेर चाहिँ उनीहरूले सोच्न थाल्दछन् र उनीहरू चाहिँ परमेश्वरको सम्बन्धबाट चाहिँ टाढा जाँदछ। र तर हाम्रो वचनमा भनेको छ, उपदेशकको पुस्तकले भन्दछ कि सबै कुरा चाहिँ व्यर्थ छ भनेर चाहिँ भनिएको छ। र हामी दोस्रोमा जानेछौँ र दोस्रो बुदा चाहिँ प्राकृतिक र वातावरणको विनाश पनि रहेको छ। अनि हामीले सुरुको समयमा सृष्टिको समयमा हेर्दछौँ भने चाहिँ परमेश्वरले चाहिँ मानिसलाई चाहिँ बगैँचामा चाहिँ हेरचाह गर्न गोडगाल गर्नलाई चाहिँ राख्नु भएको थियो। तर मानिसले चाहिँ ती कुराहरू चाहिँ उनले गुमाएका थिए। तर पनि अनि हामी हेर्न सक्छौँ कि अहिलेको समयमा पनि मानिसहरूले चाहिँ प्रकृतिलाई शोषण गर्न थालेको अथवा ती कुराहरू जुन प्रविधिको विकासको कारणले चाहिँ उनले वन जङ्गलहरूको नाश गर्दै गरेको हामी देख्न सक्दछौँ। र यसको कारणले चाहिँ अहिले जलवायु परिवर्तन अनि बाढी पहिरो रोग आदि समस्याहरू चाहिँ आइरहेको हामी देख्न सक्दछौँ। र बाइबलले चाहिँ यो विषयमा चाहिँ भन्दछ कि अहिले पनि संसारले पृथ्वीले चाहिँ अनि एकसाथ प्रसव वेदनाको साथ आर्तनाद गरिरहेको छ भनेर चाहिँ उनले भन्दछ। अनि हामी सामाजिक दूरी र एक्लोपनको पनि हो। अनि जब मानिस एक सामाजिक प्राणी हो र मानिस सामाजिक प्राणी भएको कारणले उसलाई प्रेमको आवश्यकता हुन्छ, सम्बन्धको आवश्यकता हुन्छ। तर जब सबै कुराहरू उभित्र हुन्छ तब चाहिँ उनीमा घमण्ड आउँछ र घमण्डको कारणले चाहिँ मानिसलाई चाहिँ एकअर्कादेखि चाहिँ टाढा लैजान्छ। त्यस कारणले चाहिँ त्यो कुराले पनि अहिलेको समयमा चाहिँ समस्याहरू ल्याइरहेको हुन्छ। र आत्मकेन्द्रित जीवनशैली भन्दा चाहिँ अनि सबै कुरा चाहिँ मानिसहरूले चाहिँ मेरो फाइदाको लागि अथवा मेरो सफलताको लागि हो भनेर चाहिँ अनि सोचिरहेका हुन्छन्। तर त्यो पनि होइन। तर वचनले भन्दछ कि तिमीहरू आफ्नो हितलाई मात्र नखोज तर अरूको हितलाई पनि हेर भनेर चाहिँ हामी वचनमा हेर्न सक्दछौँ। अनि यसको अर्थ चाहिँ के हो भन्दा चाहिँ साँचो जीवनको अर्थ भनेको चाहिँ केवल आफ्नो लागि मात्र बाँच्ने होइन तर अरूको लागि पनि बाँच्ने हो भनेर चाहिँ हामीले हेर्न सक्दछौँ। र यसमा हामी मण्डलीले गर्नुपर्ने कुराहरूमा चाहिँ हामी हेर्न सक्दछौँ भने मण्डलीले चाहिँ आफ्नो मण्डलीका विश्वासीहरूलाई चाहिँ प्रेममा जिउनलाई नम्रतामा जिउनलाई चाहिँ हामीले सिकाउनु पर्दछ। अनि एउटा मण्डलीको विश्वासीहरू सँगसँगै मण्डलीका अगुवाहरूले पनि आफूलाई चाहिँ एउटा उदाहरणको रूपमा चाहिँ देखाउनु पर्दछ। अनि त्यसपछि मण्डलीले चाहिँ अलिकति एकअर्कालाई सँगै मिलेर भेटघाट गर्ने संगति आराधना बाइबल अध्ययन जस्ता कुराहरूमा चाहिँ अलिक प्राथमिकता दिनुपर्छ। जसको कारणले चाहिँ नियमित वचन सिकेर चाहिँ मानिसहरूले चाहिँ एकअर्कासँग समय बिताउने बानी र आत्मिक क्षेत्रमा पनि बलियो बनाउन चाहिँ सफल हुँदछ अथवा बलियो बन्दछ। अनि सुझावहरूमा हेर्नु पर्दा चाहिँ मानिसले चाहिँ परमेश्वरको बारेमा चाहिँ बाइबलद्वारा चाहिँ सही शिक्षा दिनुपर्छ र सबैले नम्र प्रेमिलो बन्नलाई सिक्नुपर्छ भनेर चाहिँ सिकाउनु पर्दछ। हामी निष्कर्षमा हेर्दाखेरि चाहिँ यस अध्ययनबाट प्रष्ट रूपमा देखिन्छ कि मानव जीवन चाहिँ सीमित छ र मानिस चाहिँ धेरै कुरामा मानिसले नियन्त्रण गर्न सक्दैन। जस्तै मृत्यु भविष्यदेखि लिएर धेरै कुराहरू चाहिँ मानिसले नियन्त्रण गर्न सक्दैन। र त्यसपछि मानिसले चाहिँ धेरै उपलब्धिहरूको कारण चाहिँ मानिसप्रति चाहिँ घमण्डहरू बढिएको छ। तर यो कुरा चाहिँ अहिले ठिक होइन र यो कुरा चाहिँ परमेश्वरको नजरमा चाहिँ ठिक होइन भनेर हामी जान्न सक्दछौँ। र परमेश्वरको भयमा रहन चाहिँ आवश्यकता हुन्छ। र परमेश्वरको भयले नै नम्रताहरू उत्पन्न गर्छ र सबै कुरामा चाहिँ आत्मिक क्षेत्र त्यसपछि बाहिर नैतिकतादेखि लिएर सबै कुरामा चाहिँ स्थिरता सन्तुलनको जीवन चाहिँ जिउनमा सहायता गर्छ परमेश्वरको भयले चाहिँ। आज आधुनिक समयमा देखिएको समस्याहरू शून्यता मानसिक तनावदेखि लिएर विभिन्न समस्याहरू चाहिँ मानिसको घमण्डको कारण र परमेश्वरबाट टाढा भएको कारणले नै हो। त्यस कारणले चाहिँ हामीले परमेश्वरमा चाहिँ निर्भर हुन चाहिँ सिक्नुपर्छ। साँचो ज्ञान शान्ति र स्थिरता चाहिँ मानिस आफ्नै प्रयासले चाहिँ पाउन सक्दैन तर परमेश्वरसँगको सम्बन्धमा आधारित हुन्छ। र जब मानिसले परमेश्वरको भयमा जीवन जिउँछ तब चाहिँ उनले साँचो अर्थपूर्ण र उद्देश्यपूर्ण जीवन जिउँदछ भनेर चाहिँ हामी यस शीर्षकबाट चाहिँ हामी
थाहा गर्न सक्दछौँ। हुन्छ, मेरो यति नै रहेको छ। जय श्री